स्मृति पार्क चाहिँ क्या राम्रो बनाएको रहेछ हैन ट्याक्क पारेर फ्री के अरे यस्तो दामी रहेछ जोस यो के को बुटाहरू हुन् कि के हुन् यिनीहरू जस दामी चाहिँ गाई पनि कस्तो राम्रो बनाएको छ दुध खान लागेको हैन ल साथीहरु ठ्याक्क 2 घण्टा पछि चाहिँ हामी चाहिँ उता चितवनबाट चाहिँ यता हेटौडाको शहीद स्मारक पार्कमा आइसकेको छौं तपाईहरु अब यहाँ चाहिँ हामी चाहिँ यसो टिकट काटेर चाहिँ भित्र जान्छौं हैन तपाईहरु यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ शहीद अध्ययन तथा अनुसन्धान केन्द्र हेटौडा लेखेको छ यहाँ चाहिँ यस्तो ल माथि चाहिँ यो हेटौडामा छ मैले हामी चाहिँ यो चाहिँ तपाईहरु गैडाको स्ट्याचु देख्न सक्नुहुन्छ यो चाहिँ हेर्नुहोस् हैन अनि यहाँ चाहिँ अहिले चाहिँ हामी हेटौडामा छौं यहाँको जोस राम्रो छ अहिले यहाँ चाहिँ मौसम अलि राम्रै शीतल नै छ भनौं न शीतल नै छ ठीक छ मौसम नाइस छ यो फुल पनि क्या राम्रो छ ल हेर्दै गर्नुहोस् है यो चाहिँ नेपाल गौरव हेटौडाको पहिचान शहीद स्मारक हेटौडा प्रवेशद्वार अब चाहिँ यहाँ भित्र चाहिँ हामी पार्क भित्र चाहिँ जान थालेको छौं म पनि हो है म नि ल यहाँ चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ भित्र हेरि पछाडी फाउन्टेन चलाएको छ यस्तो दामी छ हैन यहाँ चाहिँ क्रोकोडाइलहरु देख्छु तिमी हरिणहरु देख्छु अजिङ्गर पनि थियो क्यारा हो र अरु के थियो यसै अनि ल यो चाहिँ यस्तो छ हैन तपाईहरु ब्लग त यहाँ गइराछ त अनि यो चाहिँ पार्क चाहिँ एकदमै राम्रो छ साथीहरु बेस्ट दामी लाग्यो कस्तो दामी छ उतातिर फाउन्टेनतिर अब हेरौं हैन यहाँ हेर्नुहोस् हैन यस्तो दामी फुलहरु फुलेको छ यहाँ चाहिँ बवाल छ यहाँ चाहिँ यतातिर तपाई देख्न सक्नुहुन्छ नारियलको बोट अनि यस्तो दामी छ हैन तपाईहरुलाई म यो छ वीर शहीदहरु अमर रहून् भनेर चारवटा उ छ यहाँ चाहिँ यो चाहिँ के भनेछ मार्ट इयर्स 25 इयर्स सिल्भर ज्वेलरीमा यो चाहिँ बनाएको रहेछ हैन विद्यादेवी भण्डारी ज्यूबाट सुसम्पन्न भएको रहेछ साथीहरु यो चाहिँ यति यहाँ चाहिँ यति रहेछ यति बबाल रहेछ हैन दामी छ कबिर गएको ने ओ कबिर यहाँ चाहिँ अब तपाईहरुलाई म चाहिँ यता फाउन्टेनतिर देखाउँछु है फाउन्टेन ल कबिर एउटा फोटो यतातिर दामी रहेछ यो चाहिँ बवाल छ हैन यसरी पानी आइरहेको छ यस्तो दामी बवाल देखिरहेको छ यो चाहिँ ल है जो शीतलो मौसममा मजा आइरहेको मजा ल अहिले है यहाँ चाहिँ उता तपाईहरु यो यहाँको यो चाहिँ हेटौडा स्मृति पार्कको चाहिँ हेर्नुहोस् है ल यहाँ फोटो हान्नु स्मृति पार्क चाहिँ क्या राम्रो बनाएको रहेछ हैन ट्याक्क पारेर फ्री के अरे यस्तो दामी रहेछ जोस यो के को बुटाहरू हुन् कि के हुन् यिनीहरू जस दामी यहाँ चाहिँ यस्तो दामी छ लिएर आउनलाई दामी हो नि यहाँ तर के गर्नु अवस्था कसले राखेर यस्तो छ यहाँ चाहिँ दामी छ हजुर ल यहाँ चाहिँ के लेखा छ पर्यटक सशुल्क पर्यटक झोलुङ्गे पुल यतातिर झोलुङ्गे पुल पनि छ कि क्या ए झोलुङ्गे पुल यहाँ रहेछ त यार शुल्क लाग्दो रहेछ तर पैसा लाग्ने रहेछ झोलुङ्गे पुलको लागि यहाँ चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ यो चाहिँ नेपाल गौरव हेटौडा भनेर छ यहाँ चाहिँ हेटौडाको यो चाहिँ शहीद स्मृति पार्क चाहिँ
गाई पनि कस्तो राम्रो बनाएको छ यो दुध खान लागेको हैन यस्तो छ यहाँ चाहिँ दामी छ यहाँ पहाड माउन्टेन बनाएर रहेछ यहाँ चाहिँ हो यो माउन्टेनमा चाहिँ फोटो खिच्नु पर्ने हुन्छ हामीले ल यो चाहिँ माउन्टेन बनाएको रहेछ यो चाहिँ यस्तो रहेछ बवाल नाइस छ हैन यहाँबाट चाहिँ यस्तो गाउँहरूको भ्यू मस्त देखिने रहेछ दामी छ यहाँ पनि गाउँ हावा यहाँबाट चाहिँ माथि ट्याक्क पार्न यहाँ छ हैन यो चाहिँ पार्क चाहिँ यो हेटौडाको शहीद स्मारक पार्क ल यति तपाईहरु यहाँ कछुवा देख्न सक्नुहुन्छ अघि मैले भिडियो अनै नभएको रहेछ कि अघि चाहिँ यहाँ चाहिँ यो बाँदर देख्न सक्नुहुन्छ अनि चाहिँ मयूर तपाईहरुलाई मयूर हेर्नु है मयूर भनेको यो चाहिँ भाले मयूर यो चाहिँ भाले जो राम्रो हुन्छ नि त्यो भाले हो अनि यो माथिको छ नि माथिको देखाइन र अब देखायो त्यो चाहिँ पोथी हो है यो पनि पोथी हो भने चितुवा यो चाहिँ लियोपार्ड चितुवा यस्तै सुत्या मस्त यसको आँखो सुत्या अनि यहाँ अघि आएको थियो नि त अघि यहाँनिर मैले भिडियो गर्नु नि बिर्सिरहेको यो के हो यिनीहरू हुन् ल यतातिर पनि छ नि गई रहेछ तर गई चाहिँ अहिले पानीभित्र छ अब कति बेला आउँछ अहिले आउँदैन होला के आउने र अहिले अब हामी डाइरेक्ट सुत्नु जाइन होला हैन यो चाहिँ यस्तो छ एसी चाहिदैन रे हैन हामीलाई नि पंखाला छ रे शीतल छ रे के पानी परेको भएर अनि बिल्डिङमा हो अब तिमीहरु चाहिँ 5 ठेगामा बस्छौ तिमीहरु चाहिँ 5.5 ठेगामा बस्छौ कति टाइम लाग्छ यहाँ कति नि हामी एसी सक्छ पंखा रे तिमीहरु तिर 50 रुपैयाँ महँगोमा तिनीहरु बस्छन् एउटामा कति जना बस्नु 4 जना ए हामी 10 जना मच्छर लाग्यो नि त तनाव हुन्छ तपाईको कस्तो एउटा रुमको के हो यो कस्तो यो 40% एउटा रुममा 4 जना एक जनामा 4 जना एउटा रुममा 5 जना एउटाको ल सबै भिडियो चाहिँ यसकै हुने भयो जस्तो छ आज के हो यहाँ चाहिँ तपाईहरु हेर्नुहोस् यहाँ चाहिँ यस्तो छ है शहीद मञ्च यहाँ है धेरै ठुलो रहेछ त यो त धेरै 30 रुपैयाँ मात्र स्टुडेन्टको लागि 30 रुपैयाँ टिकट हो के यस्तो राम्रो हो यार कस्तो लाग्यो त अनि बवाल एकदम तिमीहरु यार भ्लगमै आउँदैनौ केटाहरु यार क्यामेरा चाहिँ बवाल छ ल अरु सबैभन्दा चाहिँ यो उ चाहिँ एकदमै राम्रो लाग्यो यो चाहिँ पार्क चाहिँ 50 रुपैयाँ जति भयो भने ठिकै हुन्छ के के हुन्न यति दामी सबै मेन्टेन गरेको छ घटाउनु पर्ने हो कि तिमीले हैन म त घटाउन है यस्तो राम्रो सब मेहनत गरे कति दामी छ हैन अनि चाहिँ 30 रुपैयाँ कम भयो है कम देऊ न त टिप्स भन्न ल हामी चाहिँ भित्र गएर यसो यहाँ गएर फोटो खिचाउँछौँ दामी डिजाइन बनाएको छ हैन ए अगाडि त्यहाँसँग फर्किन्छ अनि यहाँ फोटो खिचाउनु ल यहाँ चाहिँ एउटा उ बनाएको रहेछ स्ट्याचु कसको हो यो उ चाहिँ खड्ग प्रसाद ओलीबाट भरेको रहेछ हुन चाहिँ कसको भनेपछि यो ए मदन कुमार भण्डारीको उ रहेछ त दोस्त त्यो त मदन भण्डारी मकनपुर हो र मदन भण्डारीको उ रहेछ त यो त यार उ चाहिँ त्यो यस्तो दामी चाहिँ डिजाइनहरु गरेको छ नाइस छ यहाँ जराया देख्न सक्नुहुन्छ मस्त बचे हैन जहिले भनेको केटा भनेको डोमिनेन्स हो के गाइस सिङमा कति छन् त्यही अनुसार बच्चा पनि हान्ने रहेछ त तल मुनि आमामा खतरा खाने हेर त हेर्नु त साथीहरु वर्ष हो कि बच्चा हो वर्ष सिङ अनुसार वर्ष हुन्छ ए हेर्नु दा यस्तो बवाल छ नि त केटाको सिङ हुन्छ केटीको फेरि कसरी थाहा हुन्छ हामीले केटाहरु इमु चरा रे के हो यो इमु चरा भने के हो खै
ठुलो अस्ट्रिच जस्तो पनि देखिन्छ। ल एकदम ठुलो रहेछ त यो त लास्ट ठुलो पार्कको प्रथम जनवरी प्रधानमन्त्री बिपी कोइराला यहाँ आनौँ न फोटो केटाहरू यार ल माथिको त्यहाँ चाहिँ माथि जान लाग्छ माथि चाहिँ यहाँ चाहिँ आँप पनि यत्रो रहेछ त्यो पनि देखेँ कमिलाको हो जस्तो दामी छ होइन नाइस छ माथि त्यहाँ जानुपर्ने छ त्यो उसमा आप पनि हेर न एकचोटि जुम गर आपमा ने आँप हेर न यार कस्तरी लाग्यो यार होटल कहाँ फल्या ए बदा खायो यार शौचालय वनको क्षेत्र रहेछ यार पानी पनि बन्ने खाने पानी यार स्विमिङ पुल त्यहाँ पौडी पोखरी पनि रहेछ यतातिर माथि होला यहाँ भित्र यस्तो यी हात्ती पनि रहेछ यहाँभित्र छिर्नुपर्छ आउने बेला है ओके रोटी पिक्नी रहेछ सब छ कि यहाँ त यार नेपालको म्याप बनाएको रहेछ हामी त आइसक्यौँ नि दोस्त आऊ तर बबाल रहेछ है ए नयाँ नेपालको म्याप बनाएको रहेछ कि यहाँ चाहिँ दामी छ सबै विद्यार्थी भण्डारीबाट नै गरेको रहेछ यो पनि यस्तो दामी छ ल भित्र चाहिँ जानु नपाउने रहेछ घुम्ने मात्र रहेछ है वरिपरि अब चाहिँ हामी माथिबाट यो एरियाबाट चाहिँ तल निस्किसक्यो हो तल पनि धेरै राम्रो राम्रो यस्तो घुम्ने ठाउँ बनाएको छ होइन तिमीहरू पनि आऊ साथीहरू होइन यस्तो टाइम भएको बेला पहिला हामी फोटो खिचाउँछौँ अब यहाँ चाहियो हामी साँझतिर यस्तो रोटी पिङहरू भयो यस्तो रहेछ रेग्मीहरू छ त खेलिरहेको ए त्यो छ यार रेग्मी छ ऊ हेलिनाहरू छ कहाँ छन् त्यहाँ छन् खेल्न लाग्यो खेलिरहेको को हुन् र ऊ हेर न त्यहाँ छ नि हाम्रै क्लासको सबैजना रहेछन् त केटाहरू कहाँ छन् केटाहरू अरू सबै छन् त आउन यता टिकट काउन्टर चाहिँ मन्दिरहरू रहेछ घोडा होइन यहाँ चाहिँ यस्तो रहेछ म यहाँ चाहिँ यहाँ जान्छु है यो के हो ए मन्दिर भन्छु यो घुम्नेवाला पो रहेछ त यार यो चाहिँ यस्तो घुम्नेवाला पो रहेछ त म के हो भनेको यो यस्तो मन्दिर भनेको घुम्नेवाला पो रहेछ त यो चाहिँ ऊ के अरे के भन्छ यसलाई भन त ए ल फ्लाइङ चेयर चाहिँ यता आऊ दोस्त हामी चारजना चाहिँ फ्लाइङ चेयर खेल्न लाग्यो होइन फ्लाइङ कार रहेछ 100 रुपियाँ टिकट अब चाहिँ तिनीहरू पनि खेल्छ को त्यो पर के नाम राग्ने साक्षी ल अब चाहिँ सेकेन्ड हुन्छ अरे अनि चाहिँ अब जानु पर्यो है 3 मिनेट 28 सेकेन्ड ए नै 3 मिनेट 28 राउन्ड होइन ल अब हिँड्नु पर्यो
हामीले चाहिँ फाइनल्ली यो के अरे कुन कार अरे दाइ हो फ्लाइङ चेयर फ्लाइङ चेयर चाहिँ यहाँ घुमिसक्यौँ ठ्याक्कै 3 मिनट होइन 100 रुपियाँ लिन्छ तपाईँहरू पनि यहाँ घुम्नु होला दामी मजा आउँछ यस्तो आनन्द चिल भइन्छ होइन ल यति है अहिले यसो अधिकारी चाहिँ यसमा चाहिँ गइरहन होइन काले कमान ल 1 2 3 ल सास नहराए गुड गुड अब हो कि अब त्यहाँनिर नि हुन्छ यहाँ के होइन कि यहाँनिर हो कि तिमी गइसक्यौ दोस्त हो कि मलाई हान्छ के यहाँनिर अब हेर ओ मा यस्तरी के हान्छ ओ माई गॉड खतरा हान्दो रहेछ त खतरा हामी चाहिँ यहाँबाट आइसक्यौँ होइन यो के अरे 100 स्थिरको पारबाट आइसक्यौँ आजको लागि चाहिँ आजको डे 1 को लागि चाहिँ भ्लग यति नै मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि आजको पुरा फुल भ्लग हेरिदिनु होला यति भन्दै चाहिँ म अघि नुन अहिले एकछिनमा हुन्छ बाई बाई